कोदोको पाला यसरी जान्छ। पारी हुँदाको बाटो कति छ होला 15-20 किलो। साथीहरू नमस्कार। एउटा नयाँ यो खनजोतको भिडियोमा अस्तिदेखि अब यो बर्खे बाली पाकेर अब त्यस्तो बाली त के भन्ने, तर बाली त बाली नै हो। अलिअलि थोरै दिन खान पुग्ने बाली त्यो भित्र्याएर अब हिउँदे बाली लगाउने सिजन सुरु भयो नि त। मैले भिडियो बनाएको थिएँ अनि तलको गाउँको बारीको चाहिँ सकाएँ मैले जोतेर। अब माथिको बारीको बाँकी छ, त्यही भएर मैले यता पोखराको त्यहाँ माथिनिरको घरबाट ट्र्याक्टर ल्याएँ। यो बन्धुनीमा मेरो उकालो सकियो। यो बन्धुनी भन्ने हाम्रो जुन ठाउँ छ त्यहाँ आइपुगे। उकालो छ, सबै डडेलधुरा महाभारत पर्वत क्षेत्र। अनि यो दुई ठाउँमा त अलि बढी नै उकालो छ के, 40-50 मिटर यस्तो उकालो। यहाँबाट त डोजर गएको थियो, अलिअलि सजिलै छ। तल एक ठाउँमा अलिक गाह्रो नै छ। त्यो ल्याए जसरी तसरी एक्लै छु होइन, एक्लै ल्याउँदाखेरि अलिक गाह्रो हुन्छ। एकजना साथी भयो भने त अगाडि डोरी बाँधिदिँदाखेरि अप्ठ्यारोमा अलिकति पुसअप तानिदिँदाखेरि सजिलो हुन्छ। अब यहाँबाट मैले अस्ति पनि भिडियो बनाएको छु, यहाँबाट तेर्सो जाने हो मेरो माथिको बारी जान। अब त्यहाँ जोत्न सुरु गर्छु। अब 4-5 दिन त्यही जोतिन्छ। सानो सानो गरा छ, तल त 3-4वटा ठुलो गरा थियो। अनि ठुलो गरा हुँदाखेरि एकनासले जोतिन्छ। अनि यहाँ मैले हलो पनि निकालिदिइसकेँ। 4वटा थियो, एउटा निकालिदिएँ बाहिरको, 3वटा बाँकी रहेको छ। अब त्यहाँ माथि गरामा बोटहरू पनि छ, बिरुवाहरू पनि छ, त्यो पनि बचाउनु पर्छ। अनि पहिलो एक राउन्ड जोतेर फेरि मल हालेर फेरि जोत्नुपर्छ। अनि केही हिउँदे बाली छोडिदिनुपर्छ। अरू मल चाहिँ बिरुवाहरूलाई हुन्छ।
तल्ल पुर्याइयो यो मिनी ट्रेलर हात्ती ट्र्याक्टर यहाँ माथिको बारीमा। अब जोत्छु। यता माथि यो कोदोहरू छ, पुरै भइसकेको छैन, पाकेको छैन। कहीँ कहीँ टिप बाँकी छ। अरू सबै धानको त अस्ति नै खाली भइसकेको थियो, मैले देखाएको थिएँ। तलपट्टि जुन गत थियो, गतहरू थियो, गत तिल, अनि गत चाहिँ ब्याड लक, बाँदर आएर पुरै बाँदरको फौज आएर गतहरू सबै नष्ट गरिदियो। अलिअलि छ माथि काटेर राखेको, अब त्यो छुडाउनु पर्छ, गत गराउनु पर्छ। के हो भने पछिल्लो समयमा बाँदर पनि आउँछ मेरो यो बारीमा, समस्या छ बाँदरको पनि साह्रै। अब यो सानो सानो गरामा यो ट्र्याक्टरले थोरै जोत्दै अनि फेरि तल लैजानु पर्ने, माथि लैजानु पर्ने, अब ओह्रालोमा ओर्लाउनु पर्ने, उकालोमा चढाउनु पर्ने, यस्तो यस्तो खालको छ कि। पहिला गोरु हुँदा त मजाले गोरुलाई लग्यो होइन, अनि जोत्न मिल्थ्यो। यस्तो यस्तो खालको छ। अहिले भने यो ट्र्याक्टरलाई म यसरी छोपेर राखिदिन्छु, शीत पर्छ चिसो भने। अनि यो डिजेल इन्जिन आजभोलि चिसो भइसक्यो, स्टार्ट गर्न धौधौ हुन्छ, त्यस कारणले गर्दा। ओके साथीहरू, फाइनल्ली मैले अपराह्न 4 बजेतिर यो हात्ती ट्र्याक्टर स्टार्ट गरेर जोत्न सुरु गरेको। 6 बजिसक्यो। अब एकछिनमा त झ्याप्पै अँध्यारो हुन्छ। 4वटा गरा, धान भएको 4वटा गरा चाहिँ जोते। मेरो यो हात्ती ट्र्याक्टरले साथ दियो मलाई। हिजो जोत्दाखेरि बन्द भइदिएको थियो, अनि बिहान के गरेर यो स्टार्ट भयो। अब मेसिनरी कुराहरू यस्तै हो। अब भोलि बिहान पनि त्यस्तै हो, दिनमा 3-4 घन्टा बिहान जोत्ने। एक्सर्साइज पनि हुन्छ शरीरलाई होइन, काम पनि हुन्छ, थकान पनि लाग्छ, अनि भोक पनि, निद्रा पनि लाग्छ। यो ठुलो गरा भन्दा सानो गरा जोत्न धेरै गाह्रो हुन्छ कि। अनि यहाँबाट यसरी झार्नुपर्छ तल होइन, अनि माथि पनि यसरी उक्लाउने। अनि यो कागतीको बोटहरू छ त्यो पनि बचाउनु पर्ने। अनि हलो पनि सानो बनाएर जोत्यौँ नि त। 5वटा त्यो घुम्ने हलो थियो। साँगुरो हुन्छ यहाँ, यदि साँगुरो छ गरा त्यो निकालेर 3वटा मात्रै गरेर कोदोको बाला काटेर कट्टामा राखेको छु। ल्याउनु भन्दै हुन्थ्यो आमाले, खै कता छ कुनै भेटाउँदै छैन। यहाँ रहेछ कोदोको बाला।
अब यो काँधमा राखेर चाहिँ हिँड्छु म, आधी घन्टा लागिहाल्छ। तल खाने सुत्ने ठाउँ जाँदा यता त्यति गरम हुँदैन। यसरी जान्छु। आधी घन्टाको बाटो कति छ होला, 15-20 किलो, 15-20 केजी छ होला। यो लगेर जान्छु। थोरै भयो भने कोदोको रोटी खानुहुन्छ नि त है। ओके गाइज, भिडियो हेर्नुभयो सबैले, तपाईँ सम्पूर्णलाई धन्यवाद भन्दै मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। अनि कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला भन्ने विनम्र अनुरोध गर्दै आजको भिडियोबाट तपाईँसँग बिदा हुन्छु। हस्, बाई।